सो नमस्कार छ सबैजनालाई र आजको भिडियोमा चाहिँ म मेरो एकजना अंकललाई हाला भिनाजुको बारेमा एउटा प्र्याङ्क कल गर्न जाँदैछु। सो लेट्स गेट स्टार्टेड। म कल लगाउँछु है। उठ्दैन त कल त। हेलो 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 काका श्री नमस्कार। नमस्कार, के छ खबर? ठीक छ सुन्नु न। हजुर तपाईले एउटा कुरा सोध्नु थियो के मैले, त्यही भएर। भन्नु। यो हाला भिनाजु भन्ने वास्तवमा के रहेछ? के रे? यो हाला भिनाजु भन्ने ट्रेन्ड चलिरह नि, थाहा भएन यार त्यो त। यसको बारेमा केही थाहा हो नि? यसो जानकारी दिन पर्यो। थाहा छैन यार। थाहा छैन? ए ल फेरि उहाँलाई कल आएको थिएँ तर उहाँले चाहिँ थाहा छैन भन्नुभयो। म चाहिँ अर्को एकजना भाइलाई कल हान्दैछु है त। हेलो के छ भाइ, हल्ली चल्ली? ठीक ठाक छ, तपाईको के छ? मेरो नि ठिकै छ। सुन्न भन्नु न। यो हाला भिनाजु भन्ने वास्तवमा के रहेछ? भन् के रहेछ? यस्तो बुझाइदिनु पर्यो क्या मलाई। त्यो हो के फोन हो के त्यहाँ फोनको काण्ड? फोनको कस्तो खाले काण्ड? त्यही के यस्तो हो के उसले केटीले भिनाजुलाई भनेको, त्यसको बोयफ्रेन्डले थाहा पाएर अनि फोन गरेको काण्ड हो के। ए अच्छा हो र? किन भनेको त ऊ भनेर हाला भिनाजु भनेर किन भनेको भन्दै थर्काएको पाटो के। ए ओके, उसले चाहिँ भिनाजुलाई भन्ने रहेछ है वास्तवमा? ए अरू केही थाहा यसको बारेमा? तपाईले भिडियो बनाउनुहुन्छ उ गरेर आएको मलाई। यसले थाहा पायो बे? थाहा पाइस्? अनि त्यही उ गर्नलाई भनेको। त्यही त्यसैको लागि हो। ल है त ल। उसले चाहिँ थाहा पायो है मैले भनेको। सो म अझै एकजनाले कल गर्छु है त। हेलो अधिकारी सर नमस्कार। के छ, के गर्दै हो? ठिकै छ, अफिसतिरै हो? सुन्नु न, यो अहिले चलिरह नि ट्रेन्ड, यो हाला भिनाजु भनेर एउटा ट्रेन्ड चलिरह नि अहिले। हाला भिनाजु भन्ने थाहा छैन? ए ल फेरि थाहा छैन भने त भयो। अब मैले पछि भनौँला, मलाई थाहा नभएर तँलाई सोधेको।